पनि रहेछ यहाँ यी एरोप्लेन पनि यस्तो बनाएको यो झापाको घन्टा घर डराइरहेको जस्तो छ। हेलो साथीहरू, आज चाहिँ हामी भाटाङ भुल्टुङलाई लिएर सेल्फी डाँडा जाँदैछौँ। हाई गरिदिनुहोस् सेसेमा, हाम्रो सेसेमा सरी हाम्रो आमा यहाँनिर सेली, हामी चाहिँ भाउजू, हामी चाहिँ सेल्फी डाँडा जाँदैछौँ आज भाटाङ भुल्टुङलाई घुमाउन खेलाउन है। सरी यहाँ थोते हुनुहुन्छ। हाम्रो चाहिँ यो चाहिँ हाम्रो माइपुल हो, एकदम राम्रो छ। नमस्कार गरिदिनुहोस् सेली, नमस्कार नमस्कार। माई भगवतीले हामीलाई सधैँ रक्षा गर। नमस्कार गर्नुहोस्। यो चाहिँ हाम्रो माइखोला पानी पनि उठाइसक्यो होला, किन्छ लाग्दैछ पानी वारी लाग्छ। हाम्रो चाहिँ यहाँ मेला घुम्नको लागि पाहाडबाट मान्छेहरू आउँथ्यो, पाहुनाहरू है कति आउँथ्यो नि पहिला पहिला, अहिले त आउँदैन नि। यो चाहिँ लामो छ है हाम्रो यो पुल पनि, कति प्लेट लाग्दो रहेछ यहाँ त्यहाँ पहिले लामो थियो, अहिले फेरि अर्को बनाएको छ अरे नि त हातबाट त। ल अब यो चाहिँ हाम्रो सुरुङ्गा बजार आयो। हाम्रो चाहिँ यो सुरुङ्गा बजारबाट हामी जान्छौँ अब। आरिसो हेर न त्यो अर्को जाने दिदीले उयो गर्ने दिदीले उयो गर्ने दिँदैन के भयो नसमाज न भाइले समाउँछ भाइले देखेन नि होइन है दातिर होइन पिच बनाएको छ अहिले चाहिँ। यस्तो अप्ठ्यारो थिएन अस्ति हामी आउँदा। अर्को पनि बाटो छ न यी सेल्फी डाँडा। हामी चाहिँ सेल्फी डाँडा पनि आइसकिसक्यौँ है। एपिलेन्ट पनि भन्छ, सेल्फी डाँडा पनि भन्छ। यहाँ हाम्रो भाटाङ भुल्टुङहरू चाहिँ यहाँ खेलाउने उयो गर्ने चाहिँ हामी चाहिँ त हराउने रहेछु नानीहरू ल हामी चाहिँ टिकट काटेर पनि भित्र पसिसक्यौँ है। यहाँ चाहिँ बच्चाहरूको खेल्ने ठाउँ छ, हामी चाहिँ पसिसक्यौँ। यहाँ सेल्फी एपिलेन्ट भनौँ न, सेल्फी डाँडा पनि भन्छ, एपिलेन्ट पनि भन्छ। यहाँ पानीको यो बस्ने ठाउँहरू यो यहाँ चाहिँ यस्तो छ। यो चाहिँ यहाँ पहिले पनि आएको थियौँ आउन चाहिँ घुम्न, तर पनि अब यो भाटाङ भुल्टुङहरूलाई चाहिँ यसो खेलाउनु पर्यो भनेर आएको। पानी झरे प्याक छैन होला भनेर त मान्छे त पुरा पो रहेछ। पिङ पनि छ, पिङ खेल्ने हो भने चाहिँ, तर अहिले यो रहेछ। सेनापतिहरू चाहिँ यहाँ चाहिँ पोखरी छ यसरी। यहाँ हाँस पनि रहेछ हो, हाँस माछा पनि छ र अबि रहेछ त है। रातो खालको माछा रहेछ, झुक्क चारो लिएर आउनु पर्थ्यो। माछा पनि रहेछ यहाँ यी रातो खालको माछा, भित्र स्याउ ठुल्ठुलो रहेछ। बोटिङ पनि छ यहाँनिर, बोटिङ खेल्ने। यताबाट घुमेर उता जा। यहाँ चाहिँ यहाँ चाहिँ घन्टाघर यो चाहिँ
केटाकेटी चाहिँ घुम्दैछन् अझै पनि घुमघाम राम्रो बनाएको छ अब अहिले भन्दा है अहिले झन् साह्रो एयरप्लेन यहाँ यी एयरप्लेन पनि यस्तो बनाएको छ पहिला अर्कै थियो एयरप्लेन पनि यस्तो बनाएको छ यो चाहिँ प्लेन हो एयरप्लेन पस्न पनि मिल्ने रहेछ क्या पस्न पनि मिल्ने रहेछ चाबी लगाएको रहेछ त्यहाँ यहाँ चाहिँ प्लेन पनि चढ्न सकिन्छ यहाँ आएर जिप लाइन पनि रहेछ जिप लाइन पनि छ यहाँ चाहिँ जिप लाइन चाहिँ अहिले बन्द भएको रहेछ जिप लाइन पनि रहेछ यहाँ चाहिँ है यसरी नाउ पनि त्यसरी है नाउ पनि खेल्दैछ त्यो जिप हाम्रो घन्टाघर झापाको घन्टाघर अब घुम्दै हिँड घुम्ने ठाउँ त कति धेरै रहेछ हौ यो त 200 रुपियाँ पचाउनु पर्यो नि त ऊ अहिले खिचौँ न फोटो नाउ खेल्दैछ नि डराइरहेको जस्तो छ फोटो खिचाइदिनु नि दिदीहरूलाई सिम खेलेको ठाउँ चाहिँ ठुलो छ यिनीहरूलाई खेलाउनेहरू पो पर होला होइन यिनीहरूलाई खेलाउने ठाउँ पनि लानुपर्छ कुन कस्तो राम्रो होटल होला नि हामी दुईजना चाहिँ हातमा मात्र हिँडिरहेको छौँ पुरा यहाँ चाहिँ ढुङ्गाले बनेको उयोहरू छ यहाँ चाहिँ होटल पनि रहेछ होटल यहाँ चाहिँ ढुङ्गाले बनेको ढुङ्गाले बनेको यहाँ राम्रो ल दुईजना बस्नु त म ल यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ ढुङ्गाले बनेको यसरी यहाँ चाहिँ टिमहरू यसरी गार्डन खेल्ने गार्डनहरू छ यहाँ चाहिँ रेल पनि थियो निकालिसकेको छ यहाँ चाहिँ रेल यसरी पार्किङ चाहिँ ठुलो छ पार्किङ भने चाहिँ पार्क चाहिँ ठुलो छ है ल बच्चाहरू खेल्ने उयो गर्ने एकदम उयो छ जानुहोस् हो खेलाउनु पर्छ अहिले ऊपर खाल्छ खाल्छ त तुम्हारा ठुलो मम्मी र झुक्ने चाहिँ यहाँ र सरङ चाहिँ डराएर यो बसिरहेको छ सरङ डडाको अवस्था अरे डडाको सरङ रातो भएर बसिरहेको रहेछ रोकिदियो सरङ चाहिँ डराएको अवस्था खेल्थ्यो त उता स्कुलमा त यस्तो हुँदैछ ल डराएर हाम्रो सरङ्गे डराएर यो पनि कति धेरै बनाएर छ हालेर धेरै भइसक्यो यता खेल्ने र यिनीहरू यता खेल्ने र लु वेट मिल्छ त ल ल ल खेल्नुहोस् बहिनीलाई त उचाले कुचाले हुँदो रहेछ नि
घोडा यहाँ चाहिँ घोडा पनि रहेछ यहाँ चाहिँ घोडामा चढ्ने भने पनि बहिनीलाई त यहाँ गर्दो रहेछ त नि अब अर्को खेल्ने र चिनेटी ल जानुहोस् त्यहाँ खेल्नुहोस् निस्किनुहोस् बलिएन बलिएर रहेछ त घोडा पनि आमा घोडा पनि बलिएर रहेछ जानुहोस् जानुहोस् खेल्दा हुन्छ ल खिचेको साथी घोडासँग फोटो खिच्नु यहाँ घोडा हान्छ होला नि उनीहरू डढाएर के मान्दैन नि त बसेर खिच्दा हुँदैन बसेर खिच्दा हुँदैन बसेर 50 रुपियाँ लाग्छ घुमेको 100 हो ए खिचेको चाहिँ 50 अब यिनीहरूलाई नि घुमाउने लिएको अब यिनीहरू चाहिँ अब सिलिपिती खेल्नलाई यहाँनिर आउँदैछन् ल म छेक्छु यहाँ त्यहाँ चढ्न त डराउँदैछन् क्या समातेर हिँड्ने लानु सानो छिटो दुईजना चाहिँ चढ्दैछन् चिप्पिनलाई आउनु सानो छिटो लानुहोस् यता आउनुहोस् यता छेक्नुहुन्छ ठुलो मान्छे छिटो आऊ 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 ए त्यस्तो साह्रो चिप्लिँदैन आऊ लो आऊ सेसेमा आऊ लो आऊ आऊ समाचार चाहिँ जाऊ भाइ बहिनीलाई लिएर आऊ अहिले पहिले आऊ सेसेमा आऊ भाइ पनि हाम्रो भाइ पनि स्कुलमा त यो गर्छ त यो पनि सानोमा चाहिँ आऊ सेसेमा छिटो भाइलाई पनि चाहियो भनेको त बहिनीले समाएर ल्याउनु आऊ सेसेमा आऊ ल हाम्रो सेसेमा चाहिँ डराएर आइरहेको छैन सरिन पनि यो खेल्दैछ हो कपाल चाहिँ बुङसँगै भइछ टोपी घालेको टोपी लगाएर खेल्ने अरे फेरि भयो भयो ल जतिखेर कहाँ हुन्छ त अझै खेल्ने अरे अझै खेल्छु अरे ल जाम जाम एक ठाउँ मात्रै बसेर हुन्छ कति डुल्नु छ ल जाम यता घुमेर घुमेर उता निक्ल्यो अनि अब अर्कोमा ल अब अर्कोमा हेर्नु त भाउजू हजुर लुगा बोक्यो होला नि त बोकिन छु मेरो सरिङको हाम्रो सरिङ चाहिँ अझै खेल्ने भनेर झगडा गरिरहेछ अब पिङ खेल्ने जति खेल्नुहोस् बस्नु ल दुईजना म फोटो खिचिदिन्छु ल हाम्रा बस्नु हो भाउजू पनि जानु ल दुईजना बोजू नातिनी छन् यहाँ अनि तपाईँसँग त बस्यो त उसेसेमा अब हामी चाहिँ फेरि त्यहाँ घुमिसकेर फोटो खिचिसकेर हिँड्यौँ अब फेरि सेल्फी डाँडा भनेर चाहिँ यो डाँडा छ त्यही भएर सेल्फी डाँडा भनेको हो यसलाई चाहिँ यहाँ चाहिँ यस्तोहरू सिनको लागि है त्यहाँबाट आउँदा राम्रो देखिन्थ्यो यताबाट आयौँ अनि यसरी हाम्रो सेना भाटाङ भुटाङ चाहिँ कहाँ गयो हामी चाहिँ खोज्दैछौँ एकछिन फोटो खिचेको भाटाङ भुटाङ त हराइ पो हाल्यो त हौ भाटाङ भुटाङ माथि चढिसकेको छ हाम्रो
हाम्रो भाल्टाङ भुल्टुङहरू टुपीमा पुगिसकेको छ गाइज भन्दै गाइज भनेर पुगिसकेँ हामी चाहिँ सेल्फी डाँडा चढ्दैछौँ है हामी चाहिँ सेल्फी डाँडा चढ्दैछौँ सिँढीबाट सरर गरेर कति हरियाली यतिखेर भयो भने हरियाली नै रहेछ नत्र त है सुक्खा लाग्ने बेला हो नि त अब त यो चाहिँ हाम्रो सेल्फी डाँडाबाट देखिने भ्युजहरू हो यहाँ चाहिँ स्विमिङ पनि छ पनि अब हामी चाहिँ सेल्फी डाँडा चढेर झरिसक्यौँ तल अब झरियो तल सेल्फी डाँडादेखि त्यहाँ चाहिँ स्विमिङहरू छ खै त अजिङ्गा खै ए यहाँ ए मलाई झसँगै भयो नि यहाँ यहाँ फेरि हामी चाहिँ घुम्न चाहिँ टाइम लाग्ने नै हाम्रो चाहिँ यहाँनिर यसरी झर्ने पानी पनि छ यसरी गरेर यहाँ बसेर खेल्दा पनि हुन्छ झर्ना पानीको अनि यो चाहिँ फोटो खिच्नलाई पनि लाइन बस्नुपर्छ प्याक भएर आफूले सेल्फी डाँडा माथि लाइन बसेका छन् हाम्रो भाल्टाङ बुल्टुङहरू फोटो खिच्नलाई यसमा हामी चाहिँ अब यहाँनिर फोटो खिचेर पनि हिँडिसक्यौँ है त्यहाँबाट फोटो खिचेर पनि हिँडिसक्यौँ यहाँनिर अब यहाँ चाहिँ जनावरहरू हेर्न आउँदैछ यहाँ चाहिँ के रहेछ भन्ने कुरा यहाँ हेर्दैछौँ है यहाँ चाहिँ यसलाई त के भन्छ है के भन्छ यहाँ टर्की यो चाहिँ यो चाहिँ के रहेछ दुम्सी पो रहेछ त दुम्सी त छैन रहेछ नाम मात्रै रहेछ दुम्सी अब दुम्सी त यता पो रहेछ दुम्सी त यहाँ रहेछ त्यही त देखेन यहाँ भित्रबाट यहाँ दुम्सीलाई त्यति मजाले देखेन यहाँ चाहिँ छन् आमामा हिरोहरू छन् यहाँ त हिरोइनी होला यहाँ यो चाहिँ एकदम हिरोइनी हो यो चाहिँ यहाँ हिरोइनी हेर्न आउँदैछ हाम्रो सरिङे पनि आमा खतरा चढ्दैछ है हामी चाहिँ त्यहाँ जनावर हेरेर पनि हामी निक्लिसक्यौँ हामी चाहिँ यहाँ अब फेरि झुलासुला खेल्ने अरे गर्ने अरे हाम्रो ग्रुपहरू चाहिँ पछाडि छन् हो ग्रुप हामी चाहिँ यसरी यहाँ जाँदैछ डाइनोसर पनि रहेछ यहाँ पर खतरा छ डाइनोसर पनि अनि यहाँ चाहिँ यहाँ बस्ने ठाउँ त्यो रेस्ट गर्ने ठाउँ पनि छ यहाँ चाहिँ यसरी ठाउँ चाहिँ एकदम ठुलो छ क्या यहाँ घुम्नै कति बेर लाग्छ क्या टाइम चाहिँ एकदम धेरै टाइम लाग्छ है हाम्रो भाल्टाङ बुल्टुङहरू चाहिँ पछाडि नै छ होला ल हामी चाहिँ अब झुला पनि खेलेर निस्किसक्यौँ अब यहाँ
यता पर राम्रो छ जामा अब यो एउटा सुसु आयो भने गयो कति भइसक्यो है निकै बेर भइसक्यो अहिले आइसक्रिम खानु र भरे खाने हस् अझ यहाँ पनि छ खेल्ने ठाउँ चाहिँ ए ह्याप्पील्यान्ड चाहिँ एकदम ठुलो छ है साथीहरू एकदम ठुलो छ यहाँ ह्याप्पील्यान्ड चाहिँ यहाँ घुमेर भिडियो बनाउन मिल्ने सेल्फी यो यस्तो छ यहाँ चाहिँ एरिया एकदम ठुलो एरिया छ यता खेल्ने खेलिरहेछ ड्राई पिकनिक गर्दा पनि हुन्छ त्यहाँनिर यो सेनापति चाहिँ गलेर यहाँ बसिरहेको छन् भाल्टाङ भुल्टुङ खेल्न आउँदैछन् त्यहाँ त्यहाँ खेल्न लागेर पनि रहेछ हाम्रो भाल्टाङ भुल्टुङ चाहिँ यहाँ खेल्दैछन् रमाइलो छ यिनीहरूलाई घुमाएर लानुपर्छ सरी चाहिँ थकित भएर बसिरहेको छ नि थकित छ यहाँ चाहिँ यसरी पकाएर खाना पनि मिल्दो रहेछ यो बिहा खेल्दै गर्नु ल झापाको हाम्रो घरदेखि चाहिँ एउटा स्ट्यान्ड मोडतिर पर्छ है यसरी यहाँ चाहिँ यसरी ड्राई पिकनिक आउने पकाएर खानामा पनि आउन मिल्दो रहेछ यहाँ चाहिँ यसरी हो मासु पोलेर खाने ड्राई पिकनिकको लागि चाहिँ आउँदा हुनेछ एकदम राम्रो छ यो चाहिँ यो हाम्रो चाहिँ झापामा हो यो चाहिँ सुरुङ्गा भन्ने ठाउँमा अनि यसरी छ यहाँ चाहिँ यहाँ चाहिँ जिप लाइन खेल्दै रहेछ है यो तर देखिएन कि छेकियो नि त यहाँ जिप लाइन केटाकेटीलाई खेलाएर पनि निकालिसक्यौँ अब यहीँ त छ उता उयो घुमाउरामा रेलमा खेल्न पर्छ भाउजू ल्याउ नि त यहाँनिर चाहिँ यता पनि छ यहाँ चाहिँ पिङपट्टिलाई उचा खेलाउनुपर्छ होइन सरिङ चाहिँ गुमुक्क भएर बसिरहेछ त्यो ठुलेमा खेलाएर यो गर्दै गर्दा है गुमुक्क भएर बसिरहेछ रेल रहेछ रेलमा चढाइदिनु पर्यो भनेर यो गरिरहेको कहाँ गए ए फोटो खिच्न हाम्रो चाहिँ केटाकेटीहरू घोडा उयोमा चढाइदिनु पर्यो अगाडि पर्ने ठाउँ चाहिँ कहाँबाट रहेछ पर्ने ठाउँ चाहिँ मैले देखिनँ है कहाँबाट रहेछ तर खेल्न जाने भनेर यहाँनिर गनगन गरिरहेछ ल्याउ त हालिदेऊ त यता ल्याउ न यता यहाँनिर जाने भनेर चाहिँ हालिदिँदै गर त जाने भनेर उयो गरिरहेछ हाम्रो सन्तान केटाकेटी यहाँ खेल्ने र बलहरू उयोहरू सेसीमा यहाँ बस्नुहोस् त
ल खेल्नुहोस् उ यहाँ सेसेमा हालिदिनुहोस् त हाम्रो सरिङ चाहिँ बल पनि खेल्दैछ यहाँ बल भित्र परेछ खेल्ने भयो बल उता लैजाऊ न फर्स्ट अहिले बच्चा भिड हुन्छ हामी चाहिँ यहाँ है खेल्ने घोडा खेल्ने यो खेल्ने हुँदैछ हाम्रो सरिङ समातो जाने सेटिङ लगाएर चाहिँ समातेर खेला बस्नुपर्छ यहाँ खेल्ने सेसेमाला बसाइन्छ हाम्रो सरिङ चाहिँ घोडा खेल्दैछ घोडा के भएर बसेछ आज कलौटे भएर यहाँ चाहिँ खेलेको आज यसरी यहाँ गेम खेल्ने पनि रहेछ यहाँ गेम यहाँ चाहिँ ट्रेन रहेछ रेल बाहिर ट्रेन खेल्ने रहेछ यहाँ चाहिँ घोडा हामी चाहिँ अब बच्चाहरूलाई घुमाउँदा थकित भएको अवस्था है अब चाहिँ हामी फेरि यता जानेछ यो चाहिँ यहाँनिर यस्तो छ यसरी आएको त म त ल अब यहाँ चाहिँ यस्तो छ हाम्रो भाल्टाङ भुल्टुङ यहाँ छ हाम्रो भाल्टाङ भुल्टुङहरू ए भाल्टाङ भुल्टुङ पसेर है भाल्टाङ भुल्टुङहरू यस्तो भाल्टाङ भुल्टुङ भाल्टाङ भुल्टुङ पुग्यो अब खेल्न के अझै खेल्ने अझै सेसेमा अझै खेल्ने कि भयो अझै खेल्ने सेली अझै कि भयो अझै गालो रातो न रातो भइसक्यो त खेल्दा सरी अझै खेल्ने कि भयो हजुर आइसक्रिम खाने कति खाने आइसक्रिम भरे राति खोक्नलाई एउटा हामी लगभग घुमेर भित्र चाहिँ निकै नै घुमिसक्यो यहाँ चाहिँ फोटोहरू पनि यस्तो कल्चरल राम्रो छैन भनेर खिचेन नि रहेछ अन्त शिरबन्दीहरू त जम्मै खिच्छ यसरी भाडामा पाउने यस्तो चाहिँ राम्रो हुन्छ नि यो हिँडिसक्यो मन परेन अरे हाम्रो चाहिँ कल्चरल हो फोटोहरू निकाल्ने यसरी खिच्दैन अरे नखिच्दा जाम ल अब चाहिँ हामी यताबाट निक्लिनेछौँ साडी पक्नु बेकामै भएछ यसरी पुर्का लाउनेहरू पनि पुरा पाकिस्तानी जस्तो छ हेर्दाखेरि पाकिस्तानीहरू पुतलीमा खिच्छन् अरे केटीहरू पुतलीमा खिच्छौँ भन्छ
हामी चाहिँ यसरी घुमेर यसरी निक्ल्यौँ बजी नाति नै खिच्नु न खालि सेनलाई क्या झिलाले ल अब सबै यहाँ इन्डियन धेरै जस्तो आउँदो रहेछ हामी चाहिँ ज्याकेट जति जम्मै हालेर हामी पो इन्डियन भइरहेछ त कति टक्का भनेर हामीलाई सोध्न थाल्यो होइन अब हामी चाहिँ यो फिनल्यान्डबाट चाहिँ निक्लिँदैछौँ यहाँबाट अब हामी चाहिँ बाहिर निक्लिने सरखारमा छौँ यहाँ चाहिँ चटपटेहरू जाऊ राधेलाई खिचिन्छ जाऊ चटपटे पनि खाना सुरु गरिसक्यौँ है खाजा खाने टाइम भयो जुठो लानु चम्ची भाउजूले चाखो आधी खाऊ न खाजा नखाएको